पार्टीको भाटभुटेनी ओपनिङको दिन हो। आज असार 10 गते। पार्किङ चाहिँ बनिएको छैन रहेछ। पार्किङ चाहिँ यो माथिल्लोपट्टि छ। म पनि जाँदैछु। के छ हेरौँ, पहिलाको जस्तो छ कि छैन। खै गाइजहरू पार्कहरू चाहिँ अब भदौको 24 गते चाहिँ एकदम उ भइरहेको थियो, तोडफोड भएको थियो, जलाएकै थियो भनौँ न। बाहिर फेरि चाहिँ यस्तो रहेछ एकदम। पहिलाको भन्दा चाहिँ मलाई बाहिर अलिक राम्रो लाग्यो साथीहरू। यस्तो अब म जाँदैछु भित्र। मान्छेको भिडभाड, स्वागत मिस्टर सपिङ अनुभव अलिकति फरक छ। सब्जीहरू ठ्याक्कै अगाडि। अहिले चाहिँ के फरक रहेछ भने साथीहरू, अहिले डिपार्ट छुट्टिएको रहेछ होइन। के अब बिस्कुटहरू सिँगरी साथीहरू। म चाहिँ कपाल पनि बान्ने नलिआएको भएको कारणले म चाहिँ कपाल बान्नेतिर जाउँ कि भन्ने कुरा लागेर छ है। एकदम बलियो बलियो कपाल बान्नेहरू हिँडिरहेको साथी हो। खोइ कहाँ लेखेको छ एमआरपी? एमआरपी देखाउनु त। 500 नै हो? 599 पनि? 9 ओ माई गॉड। कहाँको थियो? सिम्पल जस्तै छ तर हाम्रो। म चाहिँ नकिन्ने भयो भने 509 र अरू किन्नु चाहिँदैन। चप्पलपट्टि राम्रो छ। अरू चप्पलहरू ठिकै रहेछ, पहिलाकै रहेछ। लास्टमा चाहिँ भाडामा आएको छु। मलाई चाहिएको चाहियो हेरौँ। चुज गर्छु साथीहरू। गाइस फाइनली म चाहिँ यहाँ भोगेको छु। आज चम्चा लिएर मलाई चाहिँ ठिक लाग्यो। अगाडि नफेरि। हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म किनेको छु है साथीहरू। आज चाहिँ भाटबन्धनको चुचेपाटी भाटफोडेनीको ओपनिङ, जुन चाहिँ आन्दोलनपछि फर्स्ट टाइम ओपनिङ भएको छ। मेरो स्कुटी के गरेछ बिचरा, बसिरहेछ। आजको पार्किङ चाहिँ यता गेटपट्टि राखेको रहेछ गाइजहरू। अनि यस्तै छ चुचेपाटी भाटबन्धी चाहिँ ओपनिङ भएको चाहिँ सूचना सबैजनालाई। म पनि फर्केको अब मेरो चाहिँ नानी लिन जानुपर्छ। सो द्याट म हिँडेको साथीहरू।